एयरबसको वाइड बडी लाइन गऱ्यो। अब बोइङ 777 को लाइन गरिसक्यो। हात्ती अघि भित्र आउनु भएन है। कतार एयरवेजको कार्गो विमानबाट दुईटा हात्ती खगेन्द्र प्रसाद र रूपकली हात्ती दुईटा लोड हुँदैछ। हामी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भइरहेमा छौँ। कतार एयरवेजको बोइङ 777 कार्गो विमान बिहान आउनुपर्ने मौसमका कारण अहिले दिउँसो 4 बजे पछि भैरवबाट उड्दैछ र हात्तीलाई बिदाई गर्न यति बेला काठमाडौँबाट कतारी दूतावासका कर्मचारी, परराष्ट्र मन्त्रालय लगायतबाट यहाँ थुप्रै प्रतिनिधिहरू भैरव आइपुग्नु भएको छ। यो चाहिँ रुद्रकली, त्यो खगेन्द्र प्रसाद। रुद्रकलीको बिदाई भइरहेको छ। यो खोरभित्र रुद्रकलीलाई राखिएको छ। क्रेनको सहायताबाट यो कन्टेनरलाई कतार एयरवेजको कार्गो विमान राखिनेछ। त्यही मैले सिडी साहबलाई यहाँ हेरेँ। हात्तीको बिदाईमा स्थानीयहरू भैरव अन्तर्राष्ट्रिय विमानस्थलको फेन्सिङबाट हेरिरहेका छन्। यहाँ अर्को हात्ती यो खोरमा राखिएको छ।
चितवनबाट ल्याइएका 2टा सरकारी हात्तीलाई नेपाल सरकारले कतारलाई उपहार प्रदान गर्ने घोषणा गरेको थियो। त्यसै अनुरूप आज भैरवबाट कतारको कार्गो विमानमा 2टा हात्ती अहिले दोहा उड्नेछन्। भोलि कतारको राष्ट्रिय दिवस हो, नेशनल डे। स्थानीय मानिसहरू भैरव अन्तर्राष्ट्रिय विमानस्थलको फेन्सिङबाट हात्ती बिदाईको दृश्य हेरिरहेका छन्। 2टा हात्तीलाई जहाजमा राख्न यहाँ क्रेन तयारी अवस्थामा छ। नेपाल वायुसेना निगमको ग्राउन्ड ह्यान्डलिङको टिमले यो कन्टेनरलाई जहाजमा राख्न सघाउनेछन्। कन्टेनरलाई क्रेनले झुड्याएर जहाजको कार्गो कम्पार्टमेन्टमा राख्न यहाँ काम भइरहेको छ। यस्तै 47 पढ्दै हुँदैन। हाम्रो पाइलट उसको हाम्रो त्यो वर्षाको डोरेसहरू यस्तो न त
मेरो फोटो लाइभ गरेर खिच्ने भिडियो हाल्ने कि फोटो स्टिल भिडियो भनेको Hello, sir.
सर परराष्ट्र मन्त्रालयबाट हुनुहुँदैछ यो नेपाल सरकारले जुन यो भोलि कतारको राष्ट्रिय दिवस पनि छ नेसनल डे यो अवसरमा दुईटा हात्तीहरू उपहार प्रदान गरेको छ यो विषयमा थोरै अघि सरले भन्नुभएको विषय प्रकाश पार्दैन सकारात्मक मेसेज दिन्छ र नेपाल र कतार बिचको द्विपक्षीय सम्बन्ध छ यो थप मजबुत प्रगाढ मित्रवत बन्दै जानेछ भन्ने कुराको सन्देश दिनेछ भन्ने मलाई लाग्छ यो उपहार जुन आदान प्रदान हुन्छ दुईटा देशको चाहिँ यसले जस्तो नागरिक स्तरमा चाहिँ कस्तो सन्देश जान्छ कस्तो खालको जस्तो हाम्रो त अब उनीहरूसँग एउटा श्रमको पनि हामी नेपालबाट हामी श्रमिक पढाउने एउटा गन्तव्य मुलुक हौँ होइन कस्तो खालको सन्देश जान्छ नागरिकहरूमा सर मलाई के लाग्छ भने नेपाल र कतार बिच खास गरी राजनीतिक कूटनीतिक स्तरमा जुन सम्बन्ध छ त्यो सँगसँगै हाम्रो चाहिँ आर्थिक कूटनीतिक क्षेत्रमा पनि खास गरी यो लेबर माइग्रेसनको सेक्टरमा विशेष गरी महत्त्वपूर्ण सम्बन्ध कायम रहिआएको छ अब त्यहाँ लगभग यतिखेर 4 लाख नेपाली दाजुभाइ दिदीबहिनीहरू कार्यरत विभिन्न पेसा व्यवसाय रोजगारीमा चाहिँ संलग्न हुनुहुन्छ उहाँहरूको टिका सङ्ख्यामा त्यहाँ चाहिँ हुँदाखेरिको अवस्थामा नेपाल सरकारले यसरी आर्थिक उपहार प्रदान गर्दाखेरि उहाँहरूको एउटा चाहिँ शिर चाहिँ गर्वले ठाडो हुनुपर्छ भएको हुनेछ भन्ने मलाई लागेको छ र सँगसँगै त्यसले चाहिँ कतारका जनता बिच पनि नेपालप्रति सकारात्मक भावना जगाउनु र श्रद्धा विकास गर्ने कुरामा पनि भूमिका खेल्छ भन्ने मलाई लाग्छ यो रेखा बन्द के बोल्नु भएको कान्तिबाट लाइभ गरेर यो जुन आज भैरवमा जुन यो कार्यक्रम भइरहेको छ यो के कार्यक्रम हो सर नेपालीको तर्फबाट स्टेट अफ कतारलाई एक जोडी एउटा भाले एउटा होइन यो क्याप्टिभ एलिमेन्ट हो अगेन्द्र प्रसाद र रुद्रपाली भन्ने हाम्रो पार्कहरू प्रदान गरिएको बाटोहरू त्यो हामीले आज पूजा गरेर हामीले त्यो मिनी होलमा हामीले पठाउँदै उहाँहरू त्यही कार्यक्रम सर नेपालमा यस्तो खालको हामीले उपहार वन्यजन्तु उपहार दिएको हिस्ट्रीको बारेमा अलिकति चर्चा गरिदिनु न बाइलेटरल रिलेसन्समा अझ बढी यसलाई प्रकाश बनाउन बिल्ड गर्नको लागि
यो उपहार दिने चलन छ र यसमा वन्यजन्तुका प्रजातिहरू पनि दिने चलन छ। हामीले अरू देशहरूलाई विभिन्न खालका प्रजातिहरू 1970देखि 90 र रिसेन्टली पनि दिएको छ। यो हात्ती चाहिँ हाम्रो हात्तीका चितवनमा जन्मिएको हुर्किएको हात्ती दिएको चाहिँ पहिलोचोटि हो। लाइभ एलिफेन्ट गिफ्ट दिएको यो पहिलोचोटि हो। तर हामीले अरू गैँडा लगायतका अरू प्रजातिहरू गिफ्ट चाहिँ विभिन्न देशहरूलाई नेपाल र नेपालको तर्फबाट चाहिँ दिइराखेको अवस्था छ। सर, अब यो हात्ती पठाउनुभन्दा अगाडि अलि स्टडी पनि भएको रहेछ, जस्तो नेपालको हावापानी र त्यहाँको फरक छ। अलिकति यो हात्ती चाहिँ त्यहाँ बस्नको लागि त्यहाँ वासस्थानको बारेमा जस्तो नेपाली माउतीहरूको होला, स्याहारको कुरा होला, हेल्थको कुरा कसरी म्यानेज हुन्छ सर? त्यहाँ चाहिँ हामीले नेपालले कतिसम्म सहायता गर्नुपर्छ अथवा हेरिदिनुपर्छ? हामीले हात्तीसँगै त्यो हात्तीहरूको चाहिँ तपाईँको चाहिँ एउटा माउते र चाहिँ एकजना भेटनरी राजनीतिक सानै जाँदै हुनुहुन्छ र उहाँले 1 महिनासम्म बसेर त्यहाँको साथीहरूलाई स्याहार सुसार खानपिनको बारेमा र अन्य कुराहरूमा चाहिँ त्यहाँको साथीहरूलाई ओरिन पनि गर्नुहुन्छ। उहाँहरूले सँगसँगै काम गर्नुहुन्छ र दुई देशको बिचको हेर्दाखेरि यो एलिफेन्ट चाहिँ ट्रपिकल स्पेसिस हो होइन। टेम्परेचर अलिकति त्यहाँ बढी छ तर उहाँहरूले त्यसलाई म्यानिपुलेट गरेर अलिकति वातानुकूलित बनाउनु भएको छ र बनाउने कुरा छ र त्यसले गर्दाखेरि त्यहाँ उहाँले चाहिँ यसको हेल्थको बारेमा यसको चाहिँ अरू खानपिनको बारेमा चाहिँ समस्या हुन्छ जस्तो लाग्दैन। हाम्रो स्टडी गर्ने टिमले पनि त्यो कुराहरूमा ध्यान दिएर त्यो कुराहरूमा प्रशस्त ख्याल गरिरहेको छ। यसपछि अरू कुनै देशलाई नेपालले फेरि यस्तै खालको यो वाइल्ड लाइफ डिप्लोमेसीको कुनै अरू प्रोग्राम पनि छ सर? अब अपकमिङ केही जस्तो कार्यक्रमहरू छ? तुरुन्तै त्यस्तो यही भन्ने चाहिँ छैन, केही हाम्रो छलफलको क्रममा छ। कुनलाई अब मेरो विचारमा अलिकति फर्मली चाहिँ डिक्लेयर गरेपछि हामी चाहिँ यो पोलिसी चाहिँ हाम्रो दिन सकिने भन्ने छ होइन। हाम्रो ऐन कानुनले पनि चाहिँ दिन सकिन्छ भन्छ। त्यसले गर्दाखेरि हामी दिनेमै छौँ हजुर। अब इन्ट्रेस्ट भएकोमा इन्ट्रेस्ट आयो भनेदेखि त्यसलाई चाहिँ हाम्रो सरकारले राष्ट्रले दिने कुरामा हामी राष्ट्रिय विभागले चाहिँ त्यसलाई सरकारकै फेसिलिटेटै गर्ने। जस्तो अहिले के सुनिरहेको छ भने जस्तो नेपालले हात्ती दिँदैछ, नेपाल मिडल इस्टबाट गल्फ कन्ट्रीबाट क्यामल आउँदैछ जुमा राख्नलाई भन्ने यस्तो खालको अथवा अरू एनिमलको कुराहरू चर्चामा सुनियो त्यस्तो खालको त्यस्तो केही हो सर अहिले? होइन, यसकै यो बापतले लिने भन्ने चाहिँ त्यस्तो चाहिँ छैन। यो सब खालको हो होइन। यो उपहार स्वरूप दिएको पछि कुनै बेला कुनै जनावर अथवा अरू केही उपहार अथवा यसको संरक्षणका लागि केही सपोर्ट गर्न सक्नुहुन्छ त्यो अर्कै कुरा हो। तर अहिले चाहिँ यो दिएर अर्को लिने भन्ने त्यस्तो खालको त्यो आदान प्रदान चाहिँ दायित्व यो चाहिँ हुँदैन। तर त्यस्तो विभिन्न ठाउँहरूमा विभिन्न देशहरूसँग हुने गर्छ। कुनै दिएर दिने त्यो हामीलाई चाहिएको अर्कोले दिने उहाँहरूलाई चाहिएको हुन्छ। यो हात्तीको विषयमा चाहिँ त्यसलाई दिएर अर्को लिने भन्ने त्यस्तो ठ्याक्कै होइन। थ्याङ्क यू सर, धन्यवाद। धन्यवाद।